फितलो भएको छ यो कार्यक्रमहरुमा। वन र मानव र वन सम्बन्धी हामीले अलिक चेतना जगाउन नै जरुरी छ। हामीले अहिलेसम्म चाहिँ घाँस दाउरादेखि हामीले आवश्यक पर्ने कुराहरू एकछिन गएर पाइहाल्छ भन्ने हिसाबले हामी सञ्चालनमा आइराखेको छ। यसलाई व्यवस्थित तरिकाले हामीले चलाउन सकेका छैन। तर यो व्यवस्थित तरिकाले चलाउन चाहिँ एकदम जरुरी देखेको छ। यो अहिले मात्र हामीले मात्र प्रयोग गरेर भएन। भोलि हाम्रो चाहिँ छोराछोरी, हाम्रो नाति पलाती सबैले प्रयोग गर्ने सामुदायिक वन चाहिँ हामीले बनाइराख्नुपर्छ। हामीले अहिले हाम्रो तत्काल हामीलाई मात्रै होइन, भोलि दीर्घकालीन रूपमा सामुदायिक वन आवश्यकता छ। त्यसो भएको कारणले गर्दा पनि यो उपस्थित चाहिँ एकदम न्यूनभन्दा धेरै न्यून भएको छ। यो उपस्थित अलि गराउन जरुरी छ। जस्तै हाम्रो अध्यक्षज्यूको पनि समस्या थियो। त्यो समस्या के छ, त्यो समस्या विधान कार्ययोजनामा के छ त्यो अलिकति क्लियर भएर अगाडि बढ्नु होला। त्यो विधान कार्ययोजनाले चाहिँ नदिने भए नयाँ चाहिँ एउटा खडा गरेर जानुपर्ने स्थिति पनि हुनसक्छ। विधान कार्ययोजनाले दिने भए यसलाई निरन्तरता दिएर अगाडि बढाउनुपर्छ। अब लगभग मेरो विचारमा अब फेरि एनभेन्डी गर्ने बेला आइसक्यो होला। लगभग 5 वर्ष हुन लाग्यो होला एनभेन्डी भएको। एनभेन्डी फेरि 5 वर्ष भएपछि फेरि एनभेन्डी गर्नुपर्छ। त्यतिखेर फेरि खर्च लाग्छ र अहिले नै हामी व्यवस्थालाई चाहिँ सही तरिकाले अगाडि बढाउन सकेका छैन। यो अगाडि बढाउनलाई चाहिँ तपाईँ हामी लाग्नु नै पर्छ। यो सामुदायिक वन तपाईँ हामीले नै जोगाउने हो, तपाईँ हामीले नै चलाउने हो। यहाँ विभिन्न समस्याहरू आउन सक्छ। त्यो समस्यालाई तपाईँ हामी सबै बसेर छलफल गर्ने, बहस गर्ने, त्यसको निष्कर्षमा जाने हो हैन। चित्त नबुझेको कुरा राख्ने हो, बहस गर्ने हो, छलफल गर्ने हो। अन्तमा फेरि सहमतिमै निष्कर्षमा जाने हो जति जे भए पनि। त्यसो भएको कारणले गर्दा हामीले त्यसरी जानै पर्ने देखिन्छ। सामुदायिक वनभित्र चाहिँ अहिलेको म यो समिति साथीहरूले म के अनुरोध गर्न चाहन्छु भने अब सामुदायिक वनको कार्ययोजनामा हामीले के गर्न पाउँछ त्यो पनि अलिकति अध्ययन गर्नु। अब सामुदायिक वनलाई चाहिँ समेटेर हामीले पर्यटकीय स्थलहरू बनाउने हो कि त्यतातिर कार्यक्रमहरू बनाउनु। अब आर्थिक वर्ष आउँदैछ, बरु केही त्यस्तो चाहिँ गर्नुपर्ने हो भने वडा मार्फत पनि केही सबै गर्ने वातावरण गराउँदा। तर सामुदायिक वनको मेम्बरहरू चाहिँ अलिक एक्टिभ हुनुपर्ने जरुरी देखेको छ। मैले पनि सोचिरहेको छु अब हामी यो एउटा पर्यटकीय स्थलतिर हामीले अलिक अपग्रेड गर्नुपर्छ। अब सामुदायिक वनहरूले अलिक त्यसलाई जिम्मेवारी ढङ्गले अगाडि बढायो भने हामी वडा कार्यालय मार्फत पनि केही सपोर्टहरू गर्न सक्छौँ। तर सामुदायिक वन एक्टिभ हुनु पर्यो। सामुदायिक वन सबै उपभोक्ताको समस्यामा एक्टिभ हुनु पर्यो, जागरुक हुनु पर्यो। त्यो खालको चाहिँ क्रियाकलाप सामुदायिक वनले दियो भने हामी पनि त्यसको साथ दिनेछौँ र आगामी दिनहरूमा पनि हामी त्यस्तो खालको वातावरण बनाएर जानुपर्छ। र कसरी हुन्छ हामीले सामुदायिक वन सञ्चालन गर्ने खालको एउटा योजना बनाउनुपर्छ। तपाईँ हामीमा हुने कमी कमजोरहरूलाई पनि सुधार गर्दै जानुपर्छ। हामी पक्कै पनि हामी यहाँ बसेर हामी एउटा व्यक्तिको लागि होइन, हामीले यो समुदायलाई बनाउने हो। कुनै चाहिँ एकजना व्यक्तिको लागि यहाँ बस्ने होइन, यो समुदायलाई अहिलेसम्म टोटल चाहिँ यो मनगाउँ मध्यवर्ती सामुदायिक वनभित्र कति सदस्य छ त त्यसको टोटल डाटा उठाउनु पर्यो। त्यो टोटल डाटा उठाएर त्यसलाई वार्षिक चाहिँ सदस्य नवीकरण गर्नु पर्यो र त्यो सदस्य नवीकरण गर्नलाई सदस्य कार्ड वितरण गर्नु पर्यो। त्यो प्रक्रियाहरू धेरै छन् तर त्यो काम हामीले गर्न सकेका छैनौँ। त्यो काम पनि गर्नुपर्छ। मध्यवर्ती पशुराष्ट्रिय नेतृत्वसँग समन्वय गरेर के कार्यक्रमहरू हामीले ल्याउन सक्छौँ त्यो विषयमा पनि अलिकति हामीले समन्वय गर्नु पर्यो। जब हामी जागरुक हुन्छ अनि मात्रै उनीहरूले पनि हामीले कार्यक्रमहरू दिन्छ। आज हामी चाहिँ यो साधारण सभा भनेको छ, यत्रो चाहिँ यो भेला हो, वर्षमा एकचोटि आउने। यहाँ हामीले आर्थिक आय व्यय पनि सुनायो, आर्थिक आय व्यय कहाँ के भयो, कति खर्च भयो भनेर सुनायो, तर मान्छे छैन हाम्रो यहाँ। अनि यो तरिकाले त हामी अगाडि बढ्न सक्दैन। त्यसो भएको कारणले गर्दा हामी पनि एक्टिभ हुनुपर्छ, उपभोक्ता पनि एक्टिभ हुनुपर्छ। यदि चाहिँ यो समितिले राम्रो काम गरेन भने उपभोक्ताले पनि खबरदार दिनु पर्यो। भोलि समस्या कसलाई हुन्छ?
थोडी चाहिँ आजको यो मध्यवर्ती सामुदायिक वनको अध्यक्षज्यूलाई मात्रै समस्या हुने हो त? यहाँको वन जङ्गल, यहाँको नदी नाला सबै चाहिँ मासेर जाँदा समस्या चाहिँ अध्यक्षले मात्रै हुने त होइन नि त? यो समस्या भनेको सम्पूर्ण चाहिँ उपभोक्ताहरूले हुने हो नि त। विशेष गरी त आज हामीले सबै जङ्गल चाहिँ फटानी गरेर सकाउँला, भोलि हाम्रो छोरा नातिको पालमा वन जङ्गल केही भएन भने हाम्रो बाबुबाजेहरूको बुद्धि, हाम्रो बाबुबाजेहरूले गर्दा आज हामीले दुःख पायौँ भनेर त्यो दिन आउनेवाला छ कि त्यो दिन आउँछ। आज हामीले मात्र प्रयोग गरेर भएन, हाम्रो छोरा नातिहरूले पनि प्रयोग गर्ने गरी हामी अगाडि बढ्नु पऱ्यो। कमसेकम अहिले हामीले संरक्षण गरेर हुर्काइराख्यो भने हाम्रो बाबुबाजेहरूले हुर्काइराखेको यो वन भएर आज हामीले प्रयोग गर्न पाएको छ भन्ने वातावरणतिर चाहिँ हामी जानुपर्छ जस्तो लाग्छ। पक्कै पनि अरू समस्याहरू धेरै छन्, हामीले भने जस्तो गर्न सकेका छैन। यो चाहिँ राष्ट्रिय वन र हाम्रो यो मध्यवर्ती वनमा धेरै भिन्नता छ। राष्ट्रिय वनमा धेरै आर्थिकहरू कलेक्सन गर्ने वातावरण बन्छ, हरेक बन्छ, तर हाम्रो यो मध्यवर्ती वनमा चाहिँ अलिकति धेरै समस्या छ। हामीले सोचे अनुसार काठको निकासी गर्न नपाउने यो खालको समस्याहरू छ। पक्ष राष्ट्रिय निकुञ्जको निर्देशन अनुसार मात्रै सबै काम गर्न पाउँदैन, त्यो खालको समस्याहरू छ। यहाँ हामीले यही भित्र हामी विकास निर्माणको काम गर्दै गर्दा पनि हामीसँग चुनौती छ, उनीहरूसँग चाहिँ अनुमति लिएर मात्रै काम गर्नुपर्ने त्यस्तो खालको समस्याहरू छ। तर त्यो समस्याहरूलाई समाधान गर्नको लागि यहाँको हामी उपभोक्ता एक ढिक्क हुनु पऱ्यो, उपभोक्ता जागरुकले चाहिँ लाग्नु पऱ्यो। हाम्रो सामुदायिक वन हामी आफै सुरक्षा गर्न पर्दैन भन्ने खालको बात गर्नु पऱ्यो। तर त्यो वातावरण चाहिँ तपाईँ हामीले बनाउन सकेका छैन, त्यो वातावरण हामीले बिल्कुलै बनाउन सकेका छैन। त्यो वातावरण बनाउनको लागि चाहिँ यहाँको टिमहरू अहिले यो जुन मध्यवर्ती सामुदायिक वन व्यवस्थापन समितिको टिम छ, यो टिम र अरू आवश्यक परेको खण्डमा हामी जनप्रतिनिधि पनि छौँ। हामी पनि तपाईँहरूको साथ र सपोर्टमा सधैँ रहिरहने हो। यो वडालाई, यहाँको विभिन्न सङ्घ संस्थालाई संरक्षण गर्ने, यहाँको सङ्घ संस्थालाई प्रवर्धन गर्नका निम्ति पनि हामी जनप्रतिनिधि हौ। त्यसो भएको कारणले गर्दा यहाँको साथ र सपोर्टमा सधैँ रहिरहनेछ र यहाँहरू पनि लाग्नेछ। र यो विशेष गरी मैले अघि पनि भने अब सकेसम्म यो आर्थिक वर्षमै काठ कटान गर्ने गरी अगाडि बढ्नु होला। त्यसको समस्याहरू के छ, कतै समन्वय गरिदिनु पर्ने, त्यस्तो भयो भने हामी पनि अगाडि बढ्नेछौँ, समन्वय गर्नेछौँ। काठ वार्षिक रूपमा हामीले काठ निकासी गर्न सक्नु पर्थ्यो, जसरी चाहिँ त्यो गर्नुपर्थ्यो त्यो हामीले गर्न सकेका छैन। त्यसले गर्दा पनि हामीमा अलिकति आर्थिकदेखि हामी उपभोक्ताहरूमा र यो समितिमा अलिकति फरक भएको कारण पनि त्यही हो। हामीले काठै उपलब्ध गरेर दिन सकिरहेको छैन भने उपभोक्ताले यो सामुदायिक वनले के चाहिँ गर्छ र भन्ने त्यो मानसिकता पनि भएको छ। त्यसलाई हामीले तोड्नुपर्छ र आगामी वर्षमा सामुदायिक वनको विभिन्न गतिविधि सँगसँगै संरक्षणको पाटो सँगसँगै हाम्रो पर्यटकीय स्थलको कन्सेप्टले पनि अगाडि बढाउनुपर्छ सामुदायिक वन मार्फतै जस्तो लाग्छ। मैले पनि एक कार्यकाल यहाँ चलाएको थियो, मैले आफ्नै गतिले चाहिँ यसलाई अझ गतिमा लाने भनेर प्रयास गरेको थियो। त्यो सँगसँगै म पछि वडा अध्यक्ष भइसकेपछि त्यसलाई मैले त्यति ध्यान दिन सकेन। त्यही बावजुद मैले कार्यभार दिएर चाहिँ त्यो एक कार्यकाल पुरा गरिसकेपछि दोस्रो कार्यकालमा आउनु भएको चाहिँ टिम छ, त्यो टिमले पनि एक कार्यकाल कटान गर्नुभयो। त्यसपछि चाहिँ फेरि ब्लक भएको छ। अझ यसलाई निरन्तरता दिनुपर्छ र निरन्तरता दियो भने पक्कै पनि हामीले सोचेको अनुसार सबै उपभोक्ताहरूलाई हामीले बुझाएर यो जङ्गल हाम्रो हो, यो जङ्गल बिना हामी बाँच्न सक्दैन होइन। यहाँको सबै चाहिँ तपाईँको हावा पानीदेखि मान्छे र जङ्गलमा चाहिँ निड छ भन्ने कुराहरू पनि हामीले बुझाउनु पर्छ जस्तो लाग्छ भन्ने भनाइराख्दै पक्कै पनि यो उपस्थितता हामीले सोचे आउनुको भएन। तर आगामी दिनहरूमा चाहिँ अझ व्यवस्थित तरिकाले यस्तो बैठकहरू कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने जरुरी देखेको छ। पक्कै पनि सामुदायिक वन भनेको चाहिँ हामी मान्छेसँग एकदम जोडेको, वन बिना हामी बाँच्नै नसक्ने, वनलाई हामीले संरक्षण गर्नुपर्ने, हामीले संरक्षण नगरे वन नहुने त्यस्तो खालको वातावरण भएको कारणले गर्दा तपाईँ हामी सबै एक ढिक्क भएर यो मनोकामना मध्यवर्ती सामुदायिक